सञ्जालको सागरमा ज्ञानको मोती पाइन्छ तर भ्रमका भेलसँगै सत्य पनि बगाइन्छ। चिनेर चल्न सके जिन्दगी उज्यालो बन्छ, लहरमा डुब्न पुगे जिन्दगीको गति रोकिन्छ। नमस्कार सबैमा, म तरुण माध्यमिक विद्यालयकी कक्षा 10 मा अध्ययनरत छात्र आयुष्मा नेउपाने आज सामाजिक सञ्जालको प्रयोग अवसर कि चुनौती भन्ने विषयमा यहाँहरूको अगाडि केही दुई शब्द राख्न गइरहेकी छु। बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिण। हाम्रो समाजमा प्रचलित यो उखान सामाजिक सञ्जालको सन्दर्भमा झन् सान्दर्भिक देखिन्छ। सामाजिक सञ्जालको उचित प्रयोग गर्न जान्नेका लागि यो ज्ञान सिप र सफलताको खानी हो भने गलत प्रयोग गर्नेका लागि चुनौती र समस्याको विषय बन्न सक्छ। आजको युग विज्ञान, प्रविधि र सूचनाको युग हो। सामाजिक सञ्जालले विश्वलाई गाउँमा रूपान्तरण गरिदिएको छ भन्ने कुरा हामी सबैलाई अवगत नै छ। आज हामी विश्वका जुनसुकै घटना समाचार केही सेकेन्डमै प्राप्त गर्न सक्छौं। विद्यार्थीहरूले नयाँ सिप सिक्न सक्छन्, अनलाइन कक्षा लिन सक्छन्, आफ्नो प्रतिभा विश्व सामु प्रस्तुत गर्न सक्छन्। व्यापारीहरूले आफ्नो व्यापार विस्तार गर्न सक्छन् भने धेरै व्यक्तिले सामाजिक सञ्जालकै कारण सफलताको शिखर चुमिसकेका छन्। यही कुरालाई निहालेर हेर्ने हो भने सामाजिक सञ्जाल अवसरको अथाह भण्डार हो भन्न कति पनि हिचकिचाउनु पर्दैन महोदय। तर हामीलाई अवगत नै छ, हरेक सिक्काका दुई पाटा अवश्य नै हुन्छन्। सामाजिक सञ्जालका जति सकारात्मक पक्ष छन् त्यति नै यसका चुनौती पनि रहेका छन्। आजका धेरै युवाहरू घण्टौँसम्म मोबाइलको पर्दामा हेरेर आफ्नो समय बर्बाद गरिरहेका छन्। पढ्नुपर्ने समयमा स्क्रोलिङ, सिक्नुपर्ने समयमा मनोरञ्जन र परिवारसँग समय बिताउनु पर्ने समयमा सामाजिक सञ्जालमै व्यस्त रहने प्रविधि बढ्दै गएको छ। आज साना बालबालिकाहरूमा अजिटमको समस्या देखा परेको कुरा पनि हामी सबैलाई अवगत नै रहेको छ। विभिन्न सम्बन्ध विच्छेदका घटनाहरू र मानसिक तनावका कारण आत्महत्याको घटना पनि बढ्दै गएको पाइन्छ। अरू त कहाँ भनौँ रे निडायक मण्डलज्यू, मेरै घरमा मेरो भाइ मोबाइल नभई भात खाँदैन। यही कुरालाई सम्झँदै संस्कृतको एउटा उक्ति भन्छ, अति सर्वत्र वज्रयत, अर्थात् कुनै पनि कुराको अति गर्नु हुँदैन। पानी आवश्यक छ तर बाढी विनाशकारी हुन्छ। औषधि अपरिहार्य छ तर बढी औषधि बिख बन्न सक्छ। यसै गरी सामाजिक सञ्जालका जति नै सकारात्मक परिवर्तन भए पनि र यसका जति नै राम्रा पक्ष भए पनि यो हाम्रा लागि घातक पनि बन्न सक्छ भन्ने कुरा यसले प्रश्न पार्छ महोदय। सामाजिक सञ्जालले मानिसको जिन्दगी नष्ट पार्न सक्छ, यसले हाम्रो जिन्दगी तहस नहस पार्न सक्छ। आजको वास्तविकता हेर्ने हो भने एउटै घरमा बसेका परिवारका सदस्य बीचको संवाद भन्दा उसको मोबाइलसँगको संवाद बढी देखिन्छ। सम्बन्धहरू नजिक देखिए पनि भावनात्मक दूरी बढ्दै गएका छन्। साइबर अपराध, झुटा समाचार, अनलाइन ठगी, गोपनीयताको उल्लङ्घन आजको समाजको मुख्य समस्याका रूपमा देखा परेका छन्। तर प्रिय साथीहरू, सामाजिक सञ्जाल न आफैमा राम्रो हो न आफैमा नराम्रो, यो त एउटा शक्तिशाली साधन मात्र हो। चक्कुले फलफुल पनि काट्छ र हात पनि काट्छ, तर गल्ती चक्कुको होइन प्रयोगकर्ताको हुन्छ, उसको चलाउने शैलीको हुन्छ। उसले कसरी चलाउँछ त्यही अनुसारमा निर्भर गर्छ। त्यसैले सामाजिक सञ्जाललाई गलत प्रयोग नगरौँ। सामाजिक सञ्जाललाई यदि सही सदुपयोग गर्ने हो, सृजनशीलताका लागि, ज्ञान र सकारात्मक परिवर्तनका लागि प्रयोग गरिने हो भने यो अवसर बन्छ। तर यही सामाजिक सञ्जाल लत भ्रम र दुरुपयोगमा प्रयोग गरिने हो र यसको लत भ्रम र दुरुपयोगमै फसिने हो भने सामाजिक सञ्जाल चुनौतीमा परिणत हुन्छ। अन्त्यमा म यही भन्न चाहन्छु कि छेडिक रमाइलोले समय बिस्तारै चोरिदिन्छ, विवेक बिनाको प्रयोगले भविष्य नै मोडिदिन्छ। त्यसैले सामाजिक सञ्जाललाई लत होइन शक्ति बनाऊ। मनोरञ्जनका माध्यम मात्र होइन, ज्ञान र प्रगतिका लागि प्रयोग गरौँ। तब मात्र हामीले यसलाई चुनौती होइन अवसरमा रूपान्तरण गर्न सक्छौँ। आजका लागि यति नै। यहाँहरूको दिन शुभ रहोस् भन्दै म यस कार्यक्रमबाट ओजेल पढ्न चाहन्छु। हस्त, धन्यवाद।